साल 2082 कुम्भ राशि हुने जातकहरूको लागि वर्षको शुभारम्भमै देवगुरु बृहस्पतिको चतुर्थ भावमा प्रभाव पर्ने भएकाले पारिवारिक क्षेत्रमा सुमधुरता छाउनेछ। कार्यको क्षेत्रमा सफलता प्राप्त रहनेछ। स्वास्थ्य समस्याबाट उन्मुक्ति मिल्नेछ। वैदेशिक करियरमा सफलता प्राप्त रहनेछ। पुरानो मुद्दा मामिलाबाट छुटकारा मिल्ने योग बनेको छ। कम्पिटिसनको परीक्षामा भने आफूले सोचे अनुरूपको नतिजा प्राप्त नरहला। जेठ महिनामा देवगुरु बृहस्पति मिथुन राशिमा प्रवेश गर्ने भएकाले यो समयमा नयाँ अवसर प्राप्त रहनेछ। आयको क्षेत्रहरू बढ्ने योग बनेको छ। सामाजिक अन्तर सम्बन्धमा मान सम्मानमा वृद्धि हुनेछ। आषाढ महिनामा राहु केतुले पनि आफ्नो राशि परिवर्तन गर्ने र राहु लग्नमा नै अवस्थित रहने भएकाले आफ्नो लाइफ पार्टनरको स्वास्थ्य समस्याहरू प्राप्त रहन सक्ला। सम्बन्धमा अविश्वास, शङ्का, उपशङ्काले ठाउँ पाउनेछन्। सन्तानको स्वास्थ्य तथा करियरमा केही सङ्कटहरू प्राप्त रहनेछन्, तर शैक्षिक क्षेत्रमा भने सफलता प्राप्त रहनेछ। त्यस्तै श्रावण महिनामा चतुर्थ भावको शुक्रको प्रभावले पारिवारिक सुखमा वृद्धि हुने योग बनेको छ। नयाँ घर, नयाँ साधन, नयाँ जग्गा खरिद बिक्रीको लागि आफू अनुकूल समय बन्नेछ। पिताजीको साथ समर्थन मिल्नेछ, जसका कारणले मनमा उत्साह उमङ्ग बढ्नेछ। कार्यको क्षेत्रमा व्यापार व्यवसायमा सफलता प्राप्त रहनेछ। शनिदेव धन भावमा वक्रीको अवस्थामा रहने भएकाले यो समयमा आर्थिक कारोबार नगर्दा फेरि उपयुक्त रहनेछ। आफ्नो इष्ट आफन्तसँगको सम्बन्धमा पनि विशेष ख्याल गर्न पर्ने रहन्छ। भाद्रपद महिनामा लभ रिलेसन सुखी र आनन्दित रहनेछ। आत्मविश्वासमा वृद्धि हुने योग बनेको छ। सप्तम सूर्यको प्रभाव राम्रो रहेकाले यो समयमा व्यापार व्यवसायमा राम्रो उन्नति प्रगति, सामाजिक क्षेत्रमा मान सम्मानमा वृद्धि हुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। तर अष्टम मङ्गलको प्रभावले गर्दाखेरि यो समयमा ब्लड सम्बन्धी स्वास्थ्य सङ्कट आउन सक्ने र आकस्मिक दुर्घटनाको चोटपटकको भय हुने भएकाले विशेष सचेत रहन पर्ने समय रहेको छ। आश्विन महिनामा नयाँ प्रशासन, सरकारी जागिर, शिक्षालय या ज्ञानसँग सम्बन्धित क्षेत्रमा जोडिएका व्यक्ति, खोजसँग जोडिएका व्यक्तिहरूको लागि कार्यको क्षेत्रमा सफलता प्राप्त रहनेछ। शुक्रको प्रभावले आर्थिक लाभ पनि मिल्ने योग बनेको छ। विद्यार्थी वर्गको लागि देशभित्रको परीक्षामा सफलता प्राप्त रहनेछ, तर एभरेज स्टडीको लागि त्यति अनुकूल समय बनेको देखिँदैन। त्यस्तै कार्तिक महिनामा भाग्य भावमा सूर्यको प्रभाव पर्ने भएकाले यो समयमा नयाँ अवसर प्राप्त रहनेछ। कार्यमा सफलता प्राप्त रहनेछ। पारिवारिक सम्बन्धमा भने केही स्वास्थ्य समस्याहरू आउन सक्लान्। त्यस्तै कार्यको क्षेत्रमा अत्याधिक मेहनतले धैर्यतापूर्वक कार्यमा जुट्नुपर्ने रहन्छ। मक्सिर महिनामा दशम भावमा मङ्गल राम्रो अवस्थामा रहेकाले कार्यको क्षेत्रमा मान सम्मान मिल्नेछ। पदोन्नतिको अवसर प्राप्त रहनेछ। नयाँ जागिरको खोजीमा रहनुभएका व्यक्तिहरूको लागि आफू अनुकूल जागिर प्राप्त रहनेछ। आत्मविश्वासमा वृद्धि हुने योग बनेको छ। सेना, प्रहरी, खेलाडी र साहसिक कार्य गर्ने व्यक्तिहरूको लागि यो समय कार्यको क्षेत्रमा सफलता प्राप्त रहनेछ। देवगुरु बृहस्पति वक्री अवस्थामा रहने भएकाले पौष महिनामा आफ्नो योजना अनुरूपको कार्य सम्पादनमा ढिलासुस्ती रहन सक्ला। पब्लिक रिलेसनमा विशेष ख्याल गर्नुपर्ने समय यो रहेको छ। नगरेको नबोलेको कार्यको लान्छना लाग्न सक्ने, झुटो आरोप प्रत्यारोपको शिकार बन्न सक्ने योग बनेको छ। मुद्दा मामिलामा फस्न सक्ने अवस्था रहन्छ। विशेष सचेत भएर आफ्नो बोली व्यवहारहरू राख्नुपर्ने रहन्छ। त्यस्तै माघ महिनामा शनिदेव उदयको अवस्थामा जाने भएकाले यो समयमा तपाईँको आशा मारिसकेको धन वा फसेको धन पनि पुनः हात पर्न सक्ने योग निर्मित रहेको छ। आर्थिक हिसाबले लाभ मिल्ने समय रहेको छ। त्यस्तै लभ रिलेसनमा तपाईँले कर्मप्रतिको लगनशीलता, कर्मप्रतिको समर्पणले रिलेसन थप बढी ऊर्जाशील र उत्साहपूर्ण बन्नेछ। लामो लामो यात्राको अवसर प्राप्त रहनेछ। यो समयमा पारिवारिक सम्बन्ध सुमधुर बन्ने समय रहेको छ। त्यस्तै फागुन महिनामा भने लग्नमा प्रवज्य योग निर्मित रहेकाले यो समयमा घरभन्दा टाढा बस्नुपर्ने बाध्यता रहन्छ, तर आत्मविश्वासले कार्यको क्षेत्रमा सफलता प्राप्त रहनेछ। भावनात्मक निर्णय नलिनुहोला, जसले समय थप जटिल बन्नेछ। यो समयमा अत्याधिक मेहनतले कार्यमा सफलता प्राप्त रहनेछ। इच्छा सिद्धि गर्नको लागि उपयुक्त समय बनेको देखिन्छ। चैत्रपद मासमा पारिवारिक क्षेत्रमा आफ्नो स्वतस्फूर्त विचार राख्दाखेरि विशेष सचेत रहन पर्ने रहला, जसका प्रभावले सम्बन्धमा खिचतानी र मनमुटावको अवस्था निम्तिन सक्दछ। देवगुरु बृहस्पति उदयको अवस्थामा रहेकाले यो समयमा विशेष गरेर पञ्चम भावमा बृहस्पति अवस्थित रहेकाले नयाँ बेबी प्लानिङ सोच बनाउनुभएका दम्पतिको लागि यो समय निकै नै उपयुक्त र
प्रभावकारी देखिन्छ। समग्रतामा साल 2082 कुम्भ राशि हुने जातकहरूको लागि अन्त्य 7.5को प्रभाव वर्षभरि नै रहने भएकाले कार्यको क्षेत्रमा केही ढिलासुस्ती रहन सक्दछ। तर वर्षको सुरुवातमै चतुर्थ भावमा देवगुरु बृहस्पतिको प्रभाव पर्ने भएकाले पारिवारिक सदस्यहरूको कार्यको क्षेत्रमा सफलता प्राप्त रहनेछ। परिवारमा खुसियाली मिल्नेछ। वैदेशिक कार्यमा सफलता प्राप्त रहनेछ। त्यस्तै पुरानो मुद्दा मामिलामा विजय प्राप्त गर्न सक्ने योग बनेको देखिन्छ। जेठ आषाढको समयमा भने लग्नमा राहु र सप्तम भावमा मङ्गलको अवस्था रहेकाले आफ्नो लाइफ पार्टनरको स्वास्थ्यमा केही स्वास्थ्य सङ्कटहरू आउन सक्छ। विशेष सचेत रहनुपर्ने समय रहेको छ। त्यस्तै श्रावण महिनामा चतुर्थ शुक्र अवस्थित रहेकाले पारिवारिक सुखमा वृद्धि हुने देखिन्छ। नयाँ घर, नयाँ जग्गा, नयाँ साधन खरिद बिक्रीको लागि आफू अनुकूल समय बन्ने देखिन्छ। पिताको साथ समर्थन पूर्ण रूपले रहने भएकाले नयाँ जोस, नयाँ उमङ्गले कार्यमा सफलता प्राप्त रहनेछ। लभ लाइफ सुखी र रोमान्टिक बन्नेछ। त्यस्तै मङ्सिर पुसको समयमा भने दशम भावमा मङ्गल राम्रो अवस्थामा रहेकाले कार्यको क्षेत्रमा पदोन्नतिको अवसर प्राप्त रहनेछ। सेना, प्रहरी, खेलाडी र साहसिक कार्य गर्ने व्यक्तिहरूको लागि यो समय कार्यको क्षेत्रमा राम्रो उपलब्धि प्राप्त रहनेछ। तर पब्लिक रिलेसनसँग आफ्नो बोली व्यवहार सही तरिकाले गर्नुपर्ने रहन्छ। नगरेको काम, नबोलेको कुराबाट लान्छना लाग्न सक्ने, मुद्दा मामिलामा फस्न सक्ने योग भएकाले विशेष सचेत रहनुपर्ने समय रहेको छ। त्यस्तै वर्षको अन्त्यमा भने प्रवज्या योग गोचर हिसाबले निर्मित रहेकाले घरभन्दा टाढाको बसाई रहने देखिन्छ। तर आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यको क्षेत्रमा सफलता प्राप्त रहनेछ। परिवारमा स्वतस्फूर्त आफ्नो विचार अभिमत गर्दै गर्दाखेरि विशेष सजग भएर राख्नुपर्ने रहन्छ, नत्र सम्बन्धमा खिचतानी आउन सक्छ। धन्यवाद।